आज शनिबारको दिन माथि निशाने खोला श्रमदान कार्यक्रमको भिडियो तपाईँ देख्न सक्नुहुन्छ। कति छ मान्छे आज बाइकहरू देखेर तपाईँ देख्न सक्नुहुन्छ कति छ। यहाँ के हो के हो यहाँ खाजा के छ आज हामीसँग? अब शनिबार दिन श्रमदान गर्न आउनु भएको मान्छे व्यक्तिलाई दाजु हो के छ खाजा देखाइदिनु न। जनसङ्ख्या धेरै भएको कारणले गर्दा चाहिँ आज शनिबार चाहिँ जनसङ्ख्या धेरै भेला हुने भएको कारणले गर्दा चाउचाउ कहाँ लानु भएको यो चिसो यतिको व्यवस्था यो कहाँ लानु भएको? यहीँ नै उँभोबाट श्रम गरेर झर्नुहुन्छ चिसो पानीको व्यवस्थामा बसेका बस्नुभएको है। कहाँबाट आउनुभयो? हामी माथि श्रम गरेर आउँदै गरेको। कस्तो भयो श्रमदान? श्रमदान एकदम राम्रो, एकदम 4 घण्टा काम गरेर आएको। हजुर बिहानै आउनुभयो? हजुर बिहानै आउनुभयो? हजुर बिहानै आएको। अहिले यहाँ काम गरेर अब यहाँ धरान 15। हजुर कस्तो लाग्यो कार्यक्रम यहाँको आज? कार्यक्रम यहाँ एकदम अभियान भन्नु अभियान ठाउँ छैन। भिड छ है? जम्मैले काम गर्ने रहर छ तर ठाउँ छैन। के देख्नुभयो आज यहाँ? के देख्नुभयो के हेर्नुभयो? छोटो भनिदिनु नि त। जम्मै उत्साहित तरिकाले अब काम गरिराखेको छन् मान्छे। होइन काम चाहिँ कहाँ पुगेछ? के देख्नुभयो? के काम हुँदैछ भन्ने? के भने पाइपलाइन कनेक्सन गर्दैछन्। हजुर हजुर त्यो जालीमा खोला छेक्ने काम भइरहेको छ। खोलाको बाउ बनाउँदैछन्। खोलाको बाउ पनि ठुलो रहेछ है बाउ? हजुर हजुर खोलाको बाउ ठुलो रहेछ। कुन खोला हो माथि पुग्नुभयो? यो सब्दु खोला नै हो। सब्दु हो? हजुर पानी त सफा छ नि? पानी अहिले चाहिँ अलिकति धमिलो छ। हजुर तपाईँहरू श्रमदान गरेर फर्किनु भएको हो? कहाँबाट आउनु तपाईँहरू? हामी यही धरान 15 देखि 15बाट सबैजना के देख्नुभयो त आज माथि? आज पानी नला जोड्ने अनि ढुङ्गा बोक्ने हजुर ढुङ्गा बोक्ने जाली बुन्दै हुनुहुन्छ हैन? के काम गर्नुभयो तपाईँले आज? ढुङ्गा बोक्नुभयो? मजा आयो आज? मजा आयो हामी तपाईँले त पुरा एक खानेपानीको व्यवस्थाको लागि चाहिँ हजुर आज ढुङ्गा पल्टाउँदा धेरै गल्यो सर। अब फेरि आउनुहुन्छ अर्को शनिबार पनि? श्रमदान गर्न मजा आयो है? यो अभियान चाहिँ कस्तो राम्रै भइरहेछ तपाईँहरूको? अब हर्का सम्मान जस्तै पाँचजना फेरि जन्मिनुपर्छ धरानमा। सबै जन्मिनुपर्छ। अरू देशको अब मुख ताकेर हुँदैन। हामी आफै नेपाली नेपाल आफै विकास गर्ने हो। तपाईँहरू माथि गरे आउनुभएको सबैजना? के गर्नुभयो काम भनिदिनु नि त आज? त्यही ढुङ्गा सुङ्गा बोक्नु सघाइयो। हजुर त्यही त माथि काम त्यही ढुङ्गा कस्तो रहेछ माथिको के हुँदो रहेछ भन्ने पनि हेर्नुभयो? हजुर सबै राम्रै छ। सबैले अब सहयोग गरिरहेको छ, श्रमदान गरिरहेको छ। अनि हामीले पनि गरेर फर्किनु भएको? हजुर त्यो 2 घण्टा जस्तो गरियो होला फर्कियो फर्किनु भएको है? निकै भिडभाड पनि भयो त माथि होइन? कतिको भिडभाड छ? सबै आएको धरको सबै मान्छेको जोस जागर निकै रहेछ नि त? सबै उत्साह स्वरूप छ एकदम हाँसी मजा खुसी एकदम अनुहारमा तपाईँको त दुखी भन्ने छँदै छैन। एकदम ह्याप्पिनेस। के भन्न चाहनुहुन्छ अरू आउने व्यक्तित्वहरू जो आउनु भएको छैन उहाँहरूलाई? को हजुर अब इच्छा हुनेर आउनुहोस्, यहाँ जबरजस्ती छैन। आफ्नो खुसी स्वतन्त्रले आउने हो होइन? के कति सकिन्छ अब सहयोग गर्ने हो, श्रमदान गर्ने हो, हाँसी मजा गर्ने हो, रमाइलो गर्ने हो। रमाइलो हुन्छ नि? एकदम रमाइलो। यहाँ आउनेहरूले सबैले ढुङ्गा उचालेको देख्नुहुन्छ तपाईँ? सबै अब कोही आराम गरिरहेको हुन्छन्, कोही अब गरिरहेको हुन्छ, गर्ने फेरि आराम गर्छन् होइन? एकदम आराम गर्ने कोही छैन। आराम हुन्छ त्यही काम गरि नै हाल्छ। धन्यवाद। लाइन पनि तपाईँले भनिदिनु केही भन्दै जानुहोस् कार्यको बारेमा आज? ढुङ्गा बोकेर आयौँ सबै हातैमा ट्याङ्की बनाउने ट्याङ्की ढुङ्गा बोक्ने होइन? फिनिसिङ गर्नेले फिनिसिङ गर्ने सबै कामहरू हुँदैछ। एकदम यहाँ त जामै भयो एकदम मान्छेको आज काम भन्दै जानु भन्दै कस्तो भयो भन्दै जानु नाम? राम्रो हो एकदम काम राम्रो हुन्छ। हामी पनि ढुङ्गा बोकिवरी आएको है अनि उहाँको सपोर्टमा हामी पनि विरोध प्रदर्शनमा धेरै हिँड्यौँ। धरान कतिबाट आउनुभयो तपाईँहरू भनिदिनु? 13बाट। अनि अब सहयोग चाहियो तपाईँको सहयोग छ है यसमा? धरान 8बाट आएको
हामी चाहिँ 11 बजे आउँछु अब सकेर हिँडेको खाजा लिनुभयो सबैले खाजा लिनुभयो ल ल ल थोरै आज कस्तो काम भयो भनिदिनु न ल ल ठिकै छ ल के आज कस्तो के काम भयो भनिदिनु न थोरै भिडभाड पनि निकै छ आज है आज एकदम मेयर साहब आएको दिन 2000 जना माथि छ हजुर आज सधैँ धरानी समूहको चाहिँ आज आराम गरिदिनु ओहो कस्तो भयो कार्यक्रम आज राम्रो भयो भाइ के गर्नुभयो ढुङ्गा बोकेर आएको ढुङ्गा पनि बोक्नुभयो हजुर हो अनि लुगा चिटी चाटेक भएर मक्छ मैले लागेन मैले लागेर पनि हामी त अघि धुई पखाली गरेर हिँडेको है भाइ 2 जोर बोकेर आएको नि ए धरान कतिबाट आउनुभयो धरान 11 बाट 11 कति धरानीबाट कस्तो भयो आज कार्यक्रम एकदमै अभियान भन्नुहोस् यो अभियान तपाईँलाई कस्तो लाग्यो त्यो पनि भनिदिनु न अभियान त अब हामी डे 1 देखि नै छौँ हैन हजुर जस राम्रै चलिरहेछ तपाईँ पनि सधैँ धरान समूहबाट हो एकदम कस्तो के गर्नुभयो आज त्यो पनि छोटो भन्नु यता हाम्रो दाइलाई सोध्नुहोस् न राम्रो उहाँ त बोल्दा तपाईँले आज नयाँ नयाँ देखेर चाहिँ म त होइन डेली नै छु म पनि एकदमै राम्रो आज अझै उत्साहजनक छ आज मान्छेको उपस्थिति हजुर एकदमै कस्तो भिड छ माथि कतिको भिड छ एकदमै भिड छ माथि मेयर साहब पनि माथि नै हुनुहुन्छ माथि नै हुन्छ एकदमै राम्रो चलिरहेछ आज ए अरू के भन्न चाहनुहुन्छ हाम्रो हेर्ने दर्शक बिन्दुलाई एकदमै सबैलाई होइन सपोर्ट गरिदिउँ होइन राम्रो कुरालाई चाहिँ अब साथ सपोर्ट गरेर चाहिँ अगाडि बढ्ने चाहिँ धरान तपाईँ कतिबाट म 14बाट 14बाट हस् कहाँबाट आउनुभयो हजुर हाम्रो यो माथि के अरे ट्याङ्कीको लागि श्रमदान गरेर आउनुभयो श्रमदान काम चल्दैछ कि त्यहाँदेखि पालो गरेको माथि नअटेर मान्छे फर्किनु भएको हामी फर्केको माथि भिड छ है भिड छ एकदम पाइप पनि रहेछ यहाँ पाइपहरू यो ल्याउ पाइप नयाँ अब यो पुराने हो यो चाहिँ ऊ पर लाने पाइप त पारियो हजुर हजुर त्यो इन्टेक तल चाहिँ ठुलो ट्याङ्की बनाउनु है कस्तो लाग्यो आजको यो कार्यक्रम अभियान कस्तो छ एकदम राम्रो छ खुसी हुन्छ यो अभियानबाट एकदम खुसी त्यो मनले आउनुभयो कसरी किजा भनेर नि तपाईँ होइन म मनले आउनुभयो कसरी घरबाट होइन मलाई यो लाग्छ कि अहिलेको नेतृत्व जो प्रमुख हुनुभयो नि हजुर एकदम राम्रो सक्रिय धरान कति भन्नुभयो धरान 13मा 13बाट आउनुभयो है ल उहाँलाई सोधौँ आज कार्यक्रम कस्तो भनिदिनु न थोरै ए ठिकै भयो राम्रै भयो के गर्नुभयो ढुङ्गो बोक्यो ढुङ्गे भयो जाली बुन्नुभयो कस्तो लाग्यो त्यहाँको अभियान हजुर यो अभियान तपाईँलाई कस्तो लाग्दैछ धेरै राम्रो अचम्म राम्रो यो चाहिँ भनेको पहिल्यैदेखि नै गर्नुपर्ने हो यो अलिक ढिलो चाहिँ भयो गराइमा चाहिँ ढिलो भयो के हुँदैछ भनेर थोरै भनिदिनु के देख्नुभयो जालीको हुँदैछ मोहनमा अब पाइपको काम हुँदैछ बन्दैछ पाइप जलन हुँदैछ गिटी बल्ब अब अलिक समस्या त छ अब के गर्ने भव्य रूपमा कार्यक्रम हुँदैछ है भव्य रूपमा भिडभाड कतिको छ म त भर्खर आएँ अब निकै भिडभाड छ भन्ने कुरा मान्छे निकै फर्कियो नि त होइन आउने जाने क्रमहरू फर्किनु भएको हजुर हामी नमस्कार हजुर कहाँबाट आउनु हजुर हामी चाहिँ यसो मासतिर अलिअलि ढुङ्गा बोकेर आयौँ हजुर हजुर धरान कतिबाट आउनु धरान 16बाट कस्तो भयो अभियान आजको एकदम राम्रो अब दुःख सुख यता सबैको लागि अब एक जना गर्दै सबै आइयो भने सबैलाई सहज पनि हुने है भिडभाड निकै छ है माथि भिडभाड धेरै छ अहिले चाहिँ तपाईँ पनि धरान कतिबाट आउनुभयो 10 देखि आउनु यही कामको लागि आफै मनले आउनुभयो कि कसैले पठायो जा भनेर कसैले भनेन आफ्नै मनको लागि खुसी हाम्रो सहयोग गर्न आउनुभयो सक्नुभयो अहिले त बात कति कहाँबाट आउनुभयो यही धरान 10 यही अभियानले आउनुभएको सघाउनु भयो हजुर यो ढुङ्गा बोक्दा बोक्दा हात ल सघाउनु भएछ ल अभियान राम्रै चल्दैछ भनेपछि ल सरहरू कहाँबाट आउनुभयो धरान 16बाट आमा चाहिँ तपाईँ छोरा हो ल अभियानको बारे थोरै भनिदिनु त यो अभियानको बारेमा ल भन्नु त यो अभियान कस्तो हुँदैछ कस्तो लाग्यो राम्रो त हामी बिहानदेखिको ढुङ्गा बोके खटेको त्यसकै बारेमा खाजा पनि अब बिस्कुट खाँदै हुन्छ होइन हात पनि घाइते हुनुभएछ के भयो हात यो ढुङ्गाले काटेको निकै मिहिनेत भयो नि त है माथि गरियो नि पसिना आएर त अब मिहिनेत गरिएन के काम हुँदैछ भनिदिनु थोरै त्यहाँ पाइप पुर्दैछन् पाइप पहिले ढुङ्गा बोक्दैछन् हजुर धरान कतिबाट आउनुभएको मोरङबाट आउनुभएको यहाँ सघाउने आउनुभएको हजुर हल्का साङपाङ मेयर साहबलाई भेट्न आएको हजुर मेयर साहबलाई भेट्न आउनु कस्तो लाग्यो यो अभियान तपाईँलाई राम्रो के गर्नुभयो ढुङ्गा ओसारेर आयो
खानेपानी मात्रै होइन, उहाँ चाहिँ स्वतन्त्र उम्मेदवार पनि हो। त्यो हुनाले स्वतन्त्र उम्मेदवारमाथि आउनु भएको छ र उहाँ चाहिँ यसपालि बेलबारी रूपमणि धिमाल उहाँको चाहिँ उपमेयरकोमा चाहिँ ताबे उम्मेदवार हो उहाँ। उहाँले त्यो भन्नु भएन। त्यो हजुरको परिचय मैले माग्नु परिचय हारे पनि उहाँ स्वतन्त्र सबै स्वतन्त्र उठ्नुभएको तपाईँ सबैजना के भन्छ अनि यो अभियानको बारेमा थोरै भन्नुहुन्छ? स्वतन्त्र होइन, म चाहिँ द्वन्द्व पीडित अधिकार संरक्षण मञ्चको केन्द्रीय अध्यक्ष ललित तामाङ। हामी चाहिँ लिगल एडभाइजर। यो अभियानको बारे थोरै भनिदिनु नि त हजुरबाट थोरै। म त यो अभियानको बारेमा भन्दा नि काठमाडौँबाट आएको, तर मलाई यो अभियान धेरै राम्रो लाग्यो होइन। जुन उत्साहित तरिकाले पब्लिकहरू आउनु भएको छ। भिडभाड कतिको छ? निकै छ नि होइन? एकदमै छ। आज शनिबार भयो नि के आज यो शनिबार चाहिँ बढी भिडभाड हो यो एकदमै होइन। शनिबार चाहिँ अरू बेला पनि योभन्दा बढी नै हुँदो रहेछ। अनि यत्रो चाहिँ आजभन्दा बढी नै हुने हो। शनिबार चाहिँ रहेछ, अरू बेला चाहिँ हुन्छ तर अलिक कम हुँदो रहेछ। अरू बेला चाहिँ कम हुन्छ, हामी आइरहेको होइन। अरू बेला अरू दिन पनि आउनुहुन्छ कि 8-10 जना हुने हो भने नेपाल बनाउन केही टाइम लाग्दैन। म रोल्पा पश्चिमतिर 12-15 जिल्ला घुमेँ है। प्रत्येक जिल्लामा हर्क साम्पाङको नाम सुनियो क्या पब्लिक कुना कुना अहिले चर्चा छ, चर्चामा एकदमै चर्चामा छ। सामाजिक सञ्जालमा पनि एकदमै। म डोल्पा हुलमा पनि हिजो भर्खर गएर आएको होइन। सिक्किममा पनि अस्ति म यो कति 1 महिना अगाडि सिक्किम गएर आएँ। सिक्किममा पनि त्यहाँको जुन 2 रुपियाँ किलो चामल रासन कार्ड हुनेलाई 5 रुपियाँ किलो चामल 10 रुपियाँ छ, त्यसको बारेमा कुरा गर्दै गर्दा म नेपालबाट आएको। यहाँ धेरै राम्रो रहेछ, यहाँ चाहिँ गाडीलाई पनि ओभरटेक गर्दा रहेछन्, यहाँ चाहिँ गाडीमा पनि रुट राम्रो रहेछ, यो रोडको पनि भनेर भन्दै थिएँ। गर्दाखेरि तपाईँ नेपालबाट आउनु कहाँ भने पूर्वभन्दा हर्क साम्बाङलाई कस्तो छ सिधै यो मिडियाले पनि हो हुन त अहिले काम पनि अभियान राम्रो छ। अहिले विदेशमा केही थाहा पाइँदैन। अहिले हजुरको कुरो मोबाइलबाट तपाईँको अहिले विदेशमा आइहाल्छ कुरो, हामी उतै पुग्नुपर्छ, टाइम लाग्छ। अहिले यो मिडियाले पनि नसकेर हुन चाहिँ, तर उहाँको क्रेज चाहिँ बढेकै छ। अब विद्यार्थीमा बढेको छ। पहिचान फेरि एकदिन मैले त्यो कार्ड। म ललित तामाङ, म द्वन्द्व पीडित अधिकार संरक्षण मञ्चको केन्द्रीय अध्यक्ष। हामी चाहिँ लिगल एडभाइजरको रूपमा काम गर्छौँ। हजुरको केही छ कुरा हजुरकोबाट केही भन्नुपर्ने अभियानबाट? ठिक छ, अभियान राम्रो लाग्यो। धरानलाई पानी हुने भयो ल। नमस्कार, हजुरको परिचय दिनु न। म डाक्टर बोध प्रसाद पराजुली। हजुर, ठेगाना? मेरो विराटनगर 7। हजुर, विराटनगर आएको उहाँलाई चाहिँ एकबद्धता जनाउनलाई उहाँको चाहिँ जुन किसिमको काम देखेर हामीलाई चाहिँ हामी पनि यही अभियान लागि आउनुभएको तपाईँहरू? अभियानकै लागि आएको। हजुर, साथ सहयोग गर्नलाई आएको हामीले पनि त्यहाँ ढुङ्गा बोक्यौँ। हामी त्यो ढुङ्गा हामीले बोकेर कति हुन्थ्यो र त्यही पनि त्यो साथ समर्थन गर्न आएको सहयोग गर्नु पनि होइन। त्यही यस्ता खालका नेता देशमा चाहिन्छ भनेर चाहिँ मैले चाहिँ म चाहिँ निजामती सेवाबाट रिटायर भएको पनि हो होइन। धेरै वर्ष निजामती गर्दाखेरि चाहिँ तपाईँको यस्ता खालका जनप्रतिनिधि पाइएन। अहिले चाहिँ यस्तो खालको जनप्रतिनिधि उदाउनु भयो जसले चाहिँ जनतालाई अहिले चाहिँ प्रोत्साहित गरिरहेछ र चाहिँ अहिले जनता उबार आइरहेछ। त्यहाँ उबार आएको यति चाहिँ जनता अब जनतालाई चाहिँ उहाँले चाहिँ स्वतस्फूर्त जनसम्मान लगाइराख्नु भएको छ। भनेपछि लिडर एकदम इमान्दार निष्ठावान र चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ कर्तव्य चाहिँ परायण भयो भने के हुँदैन देशमा भन्ने कुरा चाहिँ त्यो उदाहरण हो। हाम्रो मेयर धरानका मेयरलाई तपाईँ फलो गरिरहनु भएको छ, उहाँको हरेक गतिविधि हेर्दै हुन्छ? त्यसै उहाँको स्टेटसबाटै आएको नि त। आज यहाँ छ कार्यक्रम प्रत्येक शनिबार उहाँले चाहिँ राख्नुहुन्छ। बिहान वृक्षारोपण पनि थियो। वृक्षारोपण उहाँ बिहान चाहिँ उहाँको अफिस टाइममा चाहिँ अफिस जानुपर्ने भएकाले बिहान मात्रै एकछिन आउनुहुन्छ उहाँ। शनिबार चाहिँ उहाँले भन्नुभएको थियो म दिनभरि त्यहीँ हुन्छु, त्यहीँ आउनुहोस्, त्यहीँ सघाउनुहोस्, त्यहीँ भेट्नुहोस् भनेर भन्नुभएको थियो। हामी चाहिँ अनि अघि नै आएको, हामी 2-3 घन्टा भइसक्यो। श्रमदान गर्नुभयो? श्रमदान गरियो। हजुर, हस् त, धन्यवाद। खुसी। नमस्कार। हेलो, नमस्कार। कहाँबाट आउनुभयो? हामी त मास्ती खोलामा के अरे भेटघाट कार्यक्रम थियो। पानी श्रमदान गर्ने कार्यक्रम सकेर आउनुभयो? होइन, जारी छ। तपाईँले आफ्नो काम सकेर आउनु? अहिले चाहिँ म चाहिँ अब बुढो मान्छे थाकेँ होइन, ढुङ्गा बोक्दा गऱ्यो। अब करले होइन रहरले अब खुसी ढुङ्गा यस्तो आफ्नो खुसीले आफ्नो के अरे रहरले आएको। आफ्नो के अरे धरानवासी के अरे जनताले पानी खाउँ मिलेर खाउँ भनेर चाहिँ हामी काम गर्न चाहिँ आएको खुसी। आज पहिलोचोटि हो तपाईँ? न योसँग एक महिना नागिसक्यो। हामी गर्दै दैनिक आउँदै हुन्छ? जारी नै यो अभियान भयो तपाईँलाई कस्तो लागिरहेछ यो अभियानको बारेमा? साह्रै रमाइलो। धरानै चल्छ। जस्तो हाम्रो धरानको मेयर साहब यहाँ छ त, धरानको के अरे मौरीको मह के अरे राणा यहाँ छ त, धरानको मौरी सबै यो अहिले सर्दो खोलामा छ भन्नुपर्छ अहिले। त्यसले गर्दाखेरि काम चाहिँ के हुँदैछ? माथि त यो के तपाईँको ट्याङ्की बनाउने अनि पाइप जोड्ने अन्त जाली बुनेर ढुङ्गा लाउने यस्तो कार्य जारी भइरहेको छ। अन्तिममा के भन्न चाहन्छ हाम्रो हेर्ने दर्शकबिनहरूलाई? म चाहिँ हाम्रो केही भन्नु केही छैन। हाम्रो हर्क सङ्घमा मेयर पायौँ हामीले। यो के धरानवासीले मेयर पाउँदाखेरि यति खुसी छ। अनि सबै देशवासीले यस्तो हर्क सङ्घमा जस्तो चाहिँ मेयर
ठान्नुपर्छ भन्नु चाहिँ म चाहन्छु। हस् त ल, धन्यवाद। धन्यवाद। नमस्कार। नमस्कार। हजुरको परिचय पाउनु सर? मेरो विमल केसी, धरान 15। यहाँको अभियानमा आउनु भएको छ, कस्तो लाग्यो जस्तो अभियान? राम्रो लाग्यो हजुर होइन, यस्तो खालको सायद नेपालमा यो पहिलोचोटि होला जहाँसम्म लाग्छ है मलाई। यति साह्रो त्यो मान्छे मेयरलाई सहयोग गर्ने मान्छे यति साह्रो चाहिँ मलाई काहीँ थाहा थिएन। यो पहिलोचोटि धरानमै हो होइन, हामी नै लगायत हो भनौँ न। अब र के भएर भने यो पार्टीको मान्छेसँग हिँड्दा वाक्क दिक्क भएर केही काम नगरेको नदेखेर यसपालि स्वतन्त्र उठ्दाखेरि चाहिँ स्वतन्त्रलाई जिताउँदाखेरि चाहिँ केही गर्दा हुँदो रहेछ कि भन्ने कुरो ऊ आफै अगाडि लागेकोले गर्दाखेरि हामी पछि लाग्यो। फरक छ नि त, पार्टीको नेता र उहाँमा फरक छ नि त होइन? त्यही फरक भएको आएर त हामी पनि फरक भयौँ त। नभएदेखि अहिलेसम्म यो चर्दो खोला, यो निसाने खोला के हो, यो खर्दो खोला के हो हामीलाई थाहै थिएन अहिलेसम्म। पानी चाहिँ यही खाइरहेको थियौँ, पानी चाहिँ हामी देखेको थियौँ, पाइप यो पानी चाहिँ यही खाइरहेको, यो कहाँबाट पानी आउँछ त थाहा थिएन। हजुर, तर यसपालि चाहिँ थाहा भयो, खोलाहरू चिनियो, सबै त थाहा भयो, बाटो नालो थाहा भयो, अब पानी कता कता आउँदो रहेछ त्यो पनि थाहा भयो, के कुरा भयो त्यो पनि थाहा भयो होइन। यो अभियानमा तपाईँ दैनिक आइराख्नु भएको छ होइन? यो अभियानमा अरू जो हुनुहुन्छ नि, जो आउनु भएको छैन, उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँलाई अर्थक काम गर्न सक्ने एकपल्ट यसो हेरिदिनुहोस् भन्ने अभियान हो, धरानको अभियान हो, धरानको अभियान हो होइन। काम गर्न सके इच्छाले काम गर्न आउनुहोस् होइन। काम नै नगर्ने भए पनि अब कतिपय आफ्नै काममा व्यस्तता पनि हुनुहुन्छ होला, अहिले समय पनि नमिल्ला होइन। तर एक दिन थोरै समय लिएर पनि आएर यसो हेरेर मात्रै हामी जानुहोस्, धेरै कुरा चित्त बुझ्छ, दुःखहरू पनि मेटिन्छ नि, मान्छे दुःख गरेको आनन्द हुन्छ नि। अब म आज आनन्द छु, अब एकदम ह्याप्पी छु आज। म भ्यास शनिबार आउँदा नि भयो होइन? हस्, धन्यवाद। नानी कहाँबाट आएको? माथि के गरेर आयो? माथि काम गरेर। कहाँबाट आउनुभयो हजुर? हामी माथिदेखि काम गरेर आउनुभएको सबैजना? कस्तो भयो माथिको काम? ल ठिकै छ। सबैजना कहाँबाट आउनुभयो तपाईँहरू? के रहेछ माथि? माथि खाने पानीको ट्याङ्की बनाउनु हेर्नुभयो? हजुर, हेरेर काम गरेर 9 बजे ढुङ्गा बोकेर आएको नि भाइ। कस्तो भयो काम? हजुर कस्तो भयो काम? एकदम रमाइलो भाइ। थाक्नु बोक्यो? थाक्यो खायो, रमाइलो भाइ। रमाइलो भयो? अरू पनि को हुनुहुन्छ उहाँहरूलाई नि छोरी जिम त कस्तो भयो काम भन्दै जानुहोस्। एकदम रमाइलो, खुसी हुन्छ होइन? एकदम खुसी छु, एकदमै खुसी। हाम्रो मिडिया पनि यति बेला हेर। ल तपाईँहरू धरान कतिवटा आउनुभयो? धरान 11। ल काम तपाईँ पनि माथिबाट आउनुभएको है? हजुर। ल धरान कतिबाट आउनुभयो? म 13बाट आएको। 13बाट आउनुभयो? ल यो अभियान थोरै भनिदिनु त, के काम भयो आज माथि? आज अहिले ढुङ्गाहरू जम्मा हुँदैछ, पानी ट्याङ्की जम्मा के अरे बनाइसकेका छ। हजुर। अब त्यसलाई पाइप जोडेर तपाईँको माथि पानीमा चाहिँ जोड्ने। तपाईँको दुई शब्द तपाईँकोबाट जाओस् न, के छ तपाईँको भन्नु चाहनुहुने? भन्ने त अब यस्तो कि अब यो देश नेपालमा सरकारहरू नेताहरू एकदम स्वार्थी भए, चोर भए। त्यसले गर्दाखेरि हामीले एउटा पानी पनि खान नपाउने अवस्थामा पुगेको छ। एउटा पानीको मुहान एउटा चाहिँ व्यवस्था गर्न सकेका छैनन्। अब बल्ल बल्ल एउटा स्वतन्त्र एउटा मेयरले जितेर चाहिँ यत्रो काम गरेछन्, यत्रो नेता संसदहरू भएको छन्, केन्द्रको संसदहरू भएको छन्, प्रधानमन्त्री भएको छन्। खालि उनीहरूले चाहिँ जातिवादी धार्मिक आफ्नो नाता गोता मात्रै त्यहाँ चाहिँ के अरे टेबलमा बसेर काम गरिराखेका छन्। अनि त्यसले गर्दाखेरि आफ्नो देशको विकासहरू चाहिँ केही गरेका छैनन्। अब तपाईँको अहिले वर्तमान अवस्थामा एमसीसीको बारेमा नेपाली काङ्ग्रेसको सरकार छ। नेपाली काङ्ग्रेसको सरकारले शेरबहादुर देउपाले एमसीसी पास गरेर यो देश अमेरिकाले दिइसकेका छ। अब अहिले एसपीपीको कुरो पनि उहाँले अहिले पास गर्नुपर्छ, त्यो पास गरेरै छोड्नुपर्छ भनेर उनीहरूको भित्र योजना भइराखेको छ। त्यसले गर्दाखेरि युक्रेन नेपाल चाहिँ सिधै युक्रेन हुने अवस्थामा देखिया छ। चाइनालाई घेर्नको लागि यो अमेरिकासँग मिलेर नेपालको पार्टीहरू नेताहरू मिलेर यहाँबाट डिफेन्स लिएर चाइनालाई के अरे घेरेर चाहिँ हान्ने यिनीहरूको प्रोग्राम भइरहेको छ। यसमा हामी जनता सक्रिय भएन, हामीले छेक्यौँन भने यहाँ युक्रेनको जस्तो लडाइँ भएन भने ठोक्क भन्नु। त्यसले गर्दाखेरि यिनीहरूलाई देशको माया छैन, जनताको माया छैन, विकास गर्नेको त झन् कुरै नगरौँ, यसले त हामीले मारेर सिधाउने भयो। त्यसले गर्दाखेरि अहिले साधारण एउटा पानी समेत उहाँहरूले चाहिँ विकास गर्न सकेका छैन। आफै जनता सक्रिय भएर हामीले बाटोहरू बनाएको, यहाँ हरेक तपाईँको बाटोहरू सबै हामीले चाहिँ आफैले बनाएर चाहिँ यहाँ विकास भएको हो, कुनै सरकारले गरे होइन। यिनले त अकुत सम्पत्ति, कालाधन, भ्रष्टाचार गर्ने, देशको करहरू सबै उनीहरूले चाहिँ
अन्तर्राष्ट्रियले दिएको कर सबै यिनले चाहिँ नि भ्रष्टाचार गरेका छन्। यिनीहरूले सहकारीमा राख्ने, यिनीहरूको पैसा राख्ने त देखियो। अब नेपालको जहाँ जहाँ सहकारीहरू छन् त्यो सहकारीमा पैसा राख्दो रहेछ भन्ने कुरो स्पष्ट भयो। त्यसले गर्दाखेरि यिनलाई अब कारवाही गर्नुपर्छ, जनअदालत ठाउँ ठाउँमा खडा गर्नुपर्छ। नभए अबदेखि तपाईँको यो आउँदैछ चुनाव, पार्टीमय होइन स्वतन्त्रमय बनाउनु पर्छ देशलाई। यो पार्टीहरूले देशको विकास गर्दैन, देशको माया छैन, सीमा बेच्या छन्, लुकी सम्झौता गरेका छन्। अब तपाईँको एसपिपीको त्यो हामीले सम्झौता नगर्ने भनेर चिठी लेख्नुहोस् भन्दाखेरि उहाँले लेखेका छैन। त्यो प्रवक्ता के अरे के डाक्टर रामशरण महतो कि के हो, त्यसले के भनेको छ भने सरकारले डाइरेक्ट त्यो अमेरिकालाई त्यसो भन्नु मिल्दैन, त्यसरी डाइरेक्ट कुरो काट्नु मिल्दैन भनेर भन्नुको कारण के हो भनेपछि तुरुन्तै यो सरकार चाहिँ ढाल्नुपर्छ। यो सरकार अब आउने चुनावमा नेपाली जनताले नेपाली काङ्ग्रेसलाई फेपेके भोटै दिनु भएन। यस्तो देश बेचुवालाई अहिले यत्रो बोलेको चाहिँ जनताले किन बिर्सिनु? त्यो बिर्सिनु भएन। देशको माया गर्नु पर्यो। यहाँ चाहिँ एउटा प्रदेशको नाम राख्नुहोस् भन्दाखेरि जातिवादी भन्यो। कसको जातिवादी? यो नेपाल संघीयतामा गइसकेपछि पहिचानको आधारमा गइसक्ने भनेर चाहिँ यत्रो संविधानै बनाइसकेको अवस्थामा किन जातिवादी? पहिचानको आधारमा प्रदेशहरूको नाम रहनुपर्छ। कसैले त्यहाँ बाधा अवरोध गर्ने खालको उहाँहरूले नै सिर्जना गरेका छ। यहाँ जाति लडाउने, धार्मिक लडाउने यिनीहरूले नै खेल खेलेको छ। म स्पष्ट भन्नु चाहन्छु। त्यसले गर्दाखेरि प्रदेशको नाम पहिचानको आधारमा राखेन भने यो देशले शान्ति कहिले पनि पाउँदैन। एक नम्बर प्रदेश तपाईँको भूगोलको आधारमा यहाँ हिजोको इतिहासमा के छ भन्दाखेरि लिम्बुवानको एउटा चाहिँ सम्झौता पत्रहरू गरेका छन् सरकारले। यो राजनीतिक लेभल हो, यो कुनै जाति होइन। तर लिम्बू लेख्ने जाति भनेर सबैले लिम्बू लेख्नु लगायो। सुब्बा जिम्मा दिएको थियो, सुब्बा पद क्या, सबैले सुब्बा लेख्नु थाल्यो। लिम्बू पद दिएको थियो, सबैले लिम्बू लेखिदियो। राया पद दिएको राई भनेर बनाइदियो। अनि दुईटा जात हुन्छ, हामी त याखुङबा हौँ, याखुङबा हौँ, अनि लिम्बू जातिहरू हुन्छ। त्यो यिनीहरूले बिगारेको यो अहिले अब निस्किन्छ, यसको नतिजा निस्किन्छ। शान्ति यिनले कहिले पनि पाउँदैन। अब यो चुनावमा हेरौँ उहाँहरूले कति पाउँदो रहेछ। उहाँहरूको घमण्ड उहाँहरूको यही तरिकाले हो भनेदेखि नेपालमा पार्टीवादी होइन, तपाईँको स्वतन्त्र पार्टी स्वतन्त्रमय हुन्छ। अब व्यक्ति छान्नु पर्यो, व्यक्ति छान्नु पर्यो। जसले ढुङ्गा उचाल्नु सक्दैन, फिल्डमा यसरी अर्को साम्पाङ जस्तो आएर चाहिँ ढुङ्गा बोक्नु सक्दैन भने त्यो मान्छेले भोट नदिए हुन्छ। कुर्सीमा गएर चाहिँ नि पर्सेन्टेज कति आउँछ भनेर चाहिँ नि पर्सेन्टेजको सरकार हो यो। पर्सेन्टेजको आधार यो कमिसन वाला सरकार हामीले चाहिएको छैन यो देशले। त्यसले गर्दाखेरि यो खारेज हुनुपर्छ। कमिसनवाला सरकार चाहिएको छैन। यसले देशको विकास पनि गर्दैन। जनतालाई हामी नेपाली जनता भनेको छ एउटा रोजगार दिँदैन, विदेश चाहिँ सबै पठाइदिएको छ। चोर जति मात्रै यहाँ बसेर चाहिँ राजनीति गरेका छन्। तपाईँको प्रधानमन्त्री हुने, संसद बन्ने, हरे सङ्घ संस्था निकाय भनेर चाहिँ नि सबै लुटेर खाएको छ। एउटा संस्था खडा गर्यो, ती जनताको पैसा लुटेर खाएको छ, कारबाही गर्दैन। त्यसले गर्दाखेरि यो चाहिँ भएन। यो एकदम बेतरतिब हो। यो नेताहरूले नै बेतरतिब गरेको। यो देश डुबाउने यही नेताहरू। यिनलाई चाहिँ अब पठालोमा समातेर चाहिँ कारबाही नगरिन्जेलसम्म देशको विकास कहिले पनि हुँदैन। त्यति हजुर। आउनुभएको हजुरको कहाँ ठेगाना? नाम कृष्ण गुरुङ। के गर्नुभयो आज भनिदिनु त? ढुङ्गा बोक्दा पातै दुखिरहेछ। पातेको? हजुर। अरू को हुन्छ यहाँ? सबै टन्डै छन् साथीहरू। तर म चाहिँ तपाईँको धारणा के छ? राखिदिनु त यो अभियानको बारेमा। हजुर। धारणा के छ त? के हुनु अब राम्रोसँग काम गर्ने, पानी ल्याइदियोस्, त्यही हो मेरो भन्ने। हजुर ल। तपाईँहरू कहाँबाट आउनुभयो भन्नुहोस् त? धरान 13। के गर्नुभयो त्यो भनिदिनु न। आज के देख्नुभयो, के गर्नुभयो? त्यहाँ पानीको मुहान, अब त्यहाँ पानीको मुहान घेरामा पराएर त्यहाँ अब त्यहाँबाट पानी उपलब्ध गराउने जस्तो भयो। यहाँ मान्छे झन् लड्नु भयो। लड्नुबाट जाम पनि भयो। लड्नुबाट जाम पो जाम, ट्राफिक जाम भयो। खाली हो होइन। यहाँ तपाईँ चाहिँ कहाँबाट आउँछ?
हामी सुन्दर रहेछ 7 नम्बर ए लु धन बाहिर आउनु भएछ जुन यहाँ भिडभाड भयो कि नभए त मसिन खिच्दै आमा मजी आएको हुनुहुन्छ लु जुन जुन लु लाखे एकदम लड्नु पनि भयो कहाँबाट आउनुभयो हजुर म माथि सिधाएर के काम हुँदैछ माथि पनि अहिले चाहिँ खाजाको ब्रेक हुँदैछ त्यही उयो अहिले गेमिङ र त्यो इन्टेक सर्दोबाट इन्टेक बनाउँदैछ यहाँ कहिलेचोटि हो म आइरहन्छु मेरो बुवा चाहिँ अरूभन्दा पनि हप्तामा धेरै बेर आउनुहुन्छ म चाहिँ शनिबारको छुट्टीको दिन आउँछु कस्तो हुँदैछ कार्यक्रम ठिकै रमाइलो छ अब त्यहाँ काम गर्ने वातावरण रमाइलो नै छ कस्तो लाग्यो तपाईँलाई मलाई आज हलिडे जेस अब रमाइलो नै लाग्यो खुसी के छ आफ्नो भन्नु पनि धारणा भन्नु त्यस्तो केही पनि छैन कामहरू भइरहेछन् अब मेयरद्वारा अरूलाई के छ अरूलाई मेसेजहरू भइरहेछन् मेसेज चाहिँ अब विकेन्डमा अब तपाईँहरू पनि आएर यहाँ यसो रमाइलो गर्न सक्नुहुन्छ र एक प्रकारको रमाइलो नै हुन्छ पसिना पनि हुन्छ होइन अनि एक्सर्साइज पनि हुन्छ अरू अब त्यस्तै छ रमाइलो छ म फेरि अहिले सामानहरू लिन जाँदैछु फर्किनु भएको होइन त्यो सामानहरू कहाँको आउनुभयो भन्नु न निशानी खोलाबाट आएको निशानी होइन सर्दु खर्दु सर्दु है निशानी हो निशानी उता यो सर्दु हो हामी श्रमदान गरेर चाहिँ आएको हो के गर्नुभयो हामीले ढुङ्गा बोक्यौँ खोलादेखि ढुङ्गा निकालेर पालो पिलो बोल्नु पालो बोल्नु जानु के गर्नुभयो कहाँको धन कति 13 तपाईँहरू 17 भन्दै जानु के गर्नुभयो 12 म ढुङ्गा बोकेँ बोक्नुभयो ढुङ्गा बोकेर आएको ढुङ्गा बोकेर आउनुभयो काम गर्नुभयो हो लो लो हो ल ल लु कहाँबाट आउनु भन्नुहोस् त हामी माथि खर्दुमा के गर्नुभयो आज ढुङ्गा बोक्यौँ खाजा खाइयो खाजा खानुभयो फर्किनु भएको अहिले लु 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 हस् यहाँ अझै आउँदै हुन्छ उहाँहरू पनि लु लु के गर्नु भनिदिनुहोस् आज हामीले बिरुवा रोप्यौँ अमला समला ल्याएर रोप्यौँ ढुङ्गा बोक्यौँ कस्तो भयो कार्यक्रम रमाइलो लाग्यो धेरै रमाइलो लागेर कहाँबाट आउनु भएको तपाईँहरू हामी सुन्दर हरै त ए उहाँबाट आउनु भएको यसकै लागि हजुर यसैको लागि ए लु 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 एकदम राम्रो ल ल ल फोटो खिच्नु लु 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 भन्नुहोस् त आजको कार्यक्रम कस्तो लाग्यो तपाईँलाई कार्यक्रम एकदम आउटस्ट्यान्डिङ ब्रदर हजुर एकदम के गर्नुभयो निकै तपाईँको त माटै पनि हुनुभएछ धेरै काम गरेँ निकै मिहिनेत गर्नुभएछ क्या धेरै मिहिनेत गरेँ कति उमेर पुग्नुभयो म त अहिले 67 ए सक्नुभयो ल सुगा बोक्नु ओके ओके ल ल ल तपाईँहरू कताबाट आउनुभएको उहाँबाट आउनुभएको के गर्नुभयो यहाँ अनुदान गर्यो ढुङ्गासुङ्गा बोकियो थुपारियो हजुर कस्तो लाग्यो अभियान यो अभियान उता पनि चाहिएको छ सही एकदम सही लाग्यो यो अभियान उता लानुहुन्छ कति मजाको कुरा यस्तो लुलु तपाईँ भर्खर आउनुभयो कि भर्खर आउँदैछ लुलु जान माथि बिर्छ अरे एकदमै कहाँबाट आउनुभयो म धरन सोराबाट लुलु हजुर हजुर लुलु ढिलो बोल्नु जानु ल हस् हस् म सुन्दर रहेछ हस् हस् लुलु तपाईँहरू चाहिँ कहाँबाट आउनुभयो सबैजना कतिजना आउनुभएको जम्मा कतिजना 72 जना कतिजना छ यसकै लागि है लु यो अभियान कस्तो लाग्यो भनिदिनु थोरै खुसी लाग्यो कसले पठायो तपाईँलाई यो अभियानमा काम गर्नुपर्छ भनेर उताबाट पठाउनु भयो कि आफै आउनुभएको सोचमा हामी सबैजनाले भेट्नु मन लागेको थियो हरि सम्पाङलाई अनि यस्तो अभियान तपाईँहरूकोतिर नि आओस् भन्ने छ चाहना आओस् भन्ने चाहना छ नि उहाँले यसो आएर हामीलाई पनि त्यहाँनिर होइन हाम्रो पनि यसो घटघचाइ दिए हामीलाई पनि खुसी लाग्थ्यो मेयरलाई भन्नुभएको छ तपाईँको मेयरलाई के भन्नुभयो यस्तो कुरा बारेमा यस्तो अभियान चलाउनुपर्छ भनेर साथीहरूले भन्नुभएको होला म त भेट्नुभएको छैन लु भेट्नुपर्छ ल हस् तपाईँहरू सबै गरेर सम्मान गरेर आउनुभएको है कस्तो भयो माथि एकदम राम्रो को हुन्छ माथि को हुन्छ माथि धेरैजना हुनुहुन्छ भिडभाड ठिकै छ है के गर्नुभयो त भनिदिनु त ल आज ढुङ्गा बोकेको पाइप बोकेर आएको पाइप पनि बोक्नुभयो के काम हुँदो रहेछ त्यहाँ ढुङ्गा बोक्ने पाइप बोक्ने त्यस्तै यो काम बुझ्नु पनि के हुँदैछ यहाँ पानी खुवाउने कहाँबाट ए ल हस् हामी हरेका यसो हजुर हो कस्तो भयो त आज कार्यक्रम राम्रो भयो उहाँबाट एक कार्यक्रम लागि आउनु भएको छ है बिरुवा रोपन अनि उहाँहरूलाई ढुङ्गा बोक्नु सघाएर आएको भेट्नुभयो हाम्रो मेयर साहबलाई के कुरा भयो ठुलो ठुलो दाजुहरूले कुरा गर्नुभयो हामी त ढुङ्गा बोकेर खोला ए लु 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 खै फर्किनु भएको तपाईँहरू सक्नु भएको काम के गर्नुभयो त आज श्रमदान गर्यो ए लु 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 हस् हस् ल ल तपाईँहरू चाहिँ कताबाट आउनुभयो हामी धरा नै घरबाट ए लु के गर्नुभयो ढुङ्गा बोक्ने खन्ने त्यस्तै हो के काम के हुँदो रहेछ र यहाँको यो अभियानमा के हुँदो रहेछ काम
अहिले पुरा पाइपहरू जोड्ने भइरहेछ, जालीहरू भर्ने अनि त्यस्तै अनि इन्टेक ट्याङ्की बनाउँदैछ। इन्टेक बनाउँदैछ। ए लु लु हस्। हजुरहरू कहाँबाट आउनुभयो? हामी भिरा रोप्नु भएको कहाँबाट आउनुभएको? मोरङबाट। कतिजना आउनुभयो आज? हामी 50 जना थियो होला। 50-60 जना। 50 बिरुवा अनि ढुङ्गाको सर्वे। यो अभियानमै आउनुभएको हेर्नु? अभियानमै। कस्तो लाग्यो त अभियान? एकदम राम्रो। अभियान त एकदम राम्रो लाग्यो एकदम। अनि यो यस्तो अभियान उता चलाउन चाहनुहुन्छ? चलाउनु त पर्ने त। अनि आफ्नो मेयरलाई कुरा भयो? मेयरसँग उता मेयरसँग कुरा भयो। हाम्रो वार्ड अध्यक्ष नै आएको थियो होइन? हजुर। 50 जना गाडी नै आएको थियो नि हाम्रो बस इटेको भएको। अब यो अभियान तपाईँहरू त सुचारू गर्ने होइन त? के छ यो? हाम्रो त अब हर शनिबार छ सर्वदान होइन? एरियामा हर शनिबार कार्यक्रम छ हाम्रो। सुन्दरहल्चामा। सुन्दरहल्चा। आज चाहिँ हामी यहाँ आएको तर यो अभियानको चर्चा कति छ उता? एकदम अहिले भव्य छ नि त? के बुझ्नुभयो यहाँ? के हुँदैछ भनेर? राम्रो काम हुँदैछ यहाँ एकदम। जस्तै यो खानेपानी धरानीवासीहरूलाई खुवाउने अभियान नै हो नि? एकदम राम्रो काम हुँदैछ यो एकदम। मजाले हेर्नुभयो के कहाँ ट्याङ्की बन्ने कता कता बन्ने? बिजुली निकाल्ने पनि कुरा छ नि यहाँ? त्यो पनि बुझ्नुभयो? बिजुली निकाल्ने पनि छ तल जानुहोस् होइन? बिजुली निकाल्ने ठाउँ पनि खोजाउँदैछ। ल ल ल तपाईँहरू कहाँबाट आउनुभयो हजुर दिदी? हामी धरानासबाट आउनुभएको। आज श्रमदान गर्न आउनुभएको होला है? के गर्नुभयो त? ढुङ्गा बोक्यौँ। ढुङ्गा उसारेको अघि बिरुवा रोप्यौँ बिहानै आएको होइन? घरैदेखि बिरुवा ल्यायौँ धेरै धेरै लिएर बिरुवा रोप्यौँ। वृक्षारोपण गर्नुभयो? वृक्षारोपण पनि गर्यो। अनि अहिलेसम्म हामीले ढुङ्गा बोक्यौँ अघिदेखि। अभियानमा त्यो अभियान तपाईँको साथ छ नि एकदमै? एकदम 100%। ल आफ्नो मनको कुरा के छ भन्नुपर्ने अन्तिममा? जनतालाई उहाँ सुनिरहेको जनतालाई के आफ्नो मेसेज दिन चाहनुहुन्छ त्यो पनि? अब यो त अब एकदमै राम्रो अहिलेको अब मेरो साथीहरूले एकदमै होइन धन्यवाद दिनुपर्छ। उहाँले गरेको काम यति धराने जनता नै उहाँसँग हेप्पी खुसी हुनुहुन्छ होइन? त्यही भएर त यति साह्रो जनता हेर्दा अहिले घरमा कोही पनि मान्छे छैन, सबै यही छ। किनकि उहाँ मेयर हुनुभएको भएर नै खुसी भएर नै यसरी सबै जनताहरू यहाँ जुटिराख्नु भएको छ, साथ सहयोग गरिराख्नु भएको छ। अब दिनै पछि श्रमदान गरिराख्नु भएको छ। यी सबैजनाले एकजुट भएर यति मिलेर काम गर्दा मलाई पनि खुसी लाग्यो क्या त। सबैजना एकजुट भएर काम गर्दा साह्रै राम्रो लाग्छ। छोड्यौँ कि जस्तो पो लाग्यो। एकदम उत्साह भयो तर काम चाहिँ गरेन जस्तो लाग्यो यता। यो भाइले चाहिँ गरेन। ल त्यही हो कुरा है। ल ल बाई बाई। हजुर कहाँबाट आउनुभयो? हामी सुन्दरहल्चा चाहिँ 7बाट आएको छौँ। हजुर हजुर। अनि कस्तो लाग्यो त अभियान यहाँको? यहाँको अभियान चाहिँ हामीहरूले यसरी नै वृक्ष रोपेर लगभग 27वटा जस्तो लिएका थियौँ। हजुर। अहिले हामीहरूले वृक्ष रोपेर श्रमदान गरिवरी अहिले निस्किँदैछौँ। अब यो अभियान आफ्नो क्षेत्रमा पनि चलाउनुहुन्छ? यो अवश्य चलाउनै पर्छ किनभने हाम्रोबाट पनि हाम्रो वडाबाट पनि वडा नम्बर 7बाट भुवन सिंह आली मगरले चाहिँ स्वतन्त्रबाट जितेर लानुभएको छ। वडा अध्यक्ष नै हुनुहुन्छ उहाँ पनि। त्यो हुनाले गर्दा हामीले पनि यसरी नै सरसहयोग। उहाँ वडा अध्यक्ष आउनुभएको छ छैन? हामीसँगै आएको। आउनुभयो हेर्नुभयो? उहाँले हेऱ्यो अरे इन्टरभ्यू दियो अरे एक दुईवटामा। त्यसरी हामी ल अब सुन्दरहल्चाको मान्छेलाई वा धरानकै वासीहरूलाई के भन्नु चाहनुहुन्छ? एकदम खुसी लाग्यो यहाँ आएर चाहिँ यसरी वृक्षरोपण गर्न आफूले पनि पाइएको छ है। त्यसको लागि एकदम हामीहरूलाई चाहिँ गर्व लागेको छ। यही खालको दिनु पाएकोमा धेरै खुसी छु। खुसी हुनुहुन्छ है? एकदम। कसैले पठाएको त होइन नि तपाईँलाई जाकी जा भन्नु? हामी त आफ्नै सबको युट्युबमा आएको भिडियोहरू हेरेर नि एकदम आउनु उत्साहित भएर आएको। तपाईँहरू कताबाट आउनुभएको भनिदिनु नि त ल। हामी धरान 16बाट आएको सत्य बच्चन। ग्याङै आउनुभएको सबैजना? कतिजना हुन्छ ग्याङ? ल ग्याङबाट केही कुरा जाओस् न ल। ग्याङबाट अब के कुरा जानुपर्ने? हामीलाई एकदमै खुसी लागेको थियो, रहर लागेको थियो यहाँ आउनुलाई होइन? धेरै खुसी थियौँ, आयौँ। पहिला आउनुभएको थिएन? पहिला आएको थिएन। ल कस्तो लाग्यो त? सुरुचोटी रहेछ? सुरुचोटी एकदमै राम्रो लाग्यो। श्रमदान पनि गर्नुभयो? हजुर श्रमदान पनि गर्नुभयो? श्रमदान गर्नकै लागि आज समय मिलाएर होइन शनिबारको दिन सबैजना मिलेर भेला भएर एक ठाउँमा सबैजना मिलेर भेला भएर हामी चाहिँ शनिबार 17 भन्नुभयो तपाईँहरू? होइन 16 नम्बर सत्य बच्चन परमेश्वरी मार्गदर्शन संस्थाबाट आएको हामी चाहिँ होइन। निकै भिडभाड तपाईँहरू ग्रुपै हुन्छ? कतिजना हुँदो रहेछ? निकै हुन्छ। यहाँ जाम हुन्छ होला कि? आफ्नो अन्तिममा के छोडेर भनाइ छ भने भनिदिनु ल। अब हामी चाहिँ धरानकै हो होइन? हामीले चाहिँ अब
हामी जस्तो हामीले चाहिँ अब मेयर साहब हर्क साम्पाङज्यूलाई मेयर पाएर हामी चाहिँ एकदम हर्ष उल्लास भएको छौँ होइन। फेरि पनि आउने आगामी अब 5 वर्ष पछाडि पनि यस्तै खालको मेयर साहबहरू हामीले पाइरहौँ। हाम्रो समाजमा हाम्रो ठाउँमा यसरी नै सबै नेपालभरि यस्तै मेयरहरू अगाडि बढिरहन् भनेर यही भन्न चाहन्छु। ल अरू तपाईँको के छ भन्नु भनिहाल्नुहोस्। ल धन्यवाद है। हामी चाहिँ हाम्रो सत्य वचन परमेश्वरी मार्गदर्शनका हामी है सबैजना टिमबाट आएका। अहिले फर्किनु भएको तपाईँहरू सम्मान गरेर ल कसले के गर्नु भनिदिनुहोस् न त। ल हामी 1 बजे आएको होइन, सबैले अब के गर्यौँ काम बोक्यौँ, हामीले सहयोग गर्यौँ होइन। धेरै खुसी लाग्यो, यति काम गर्दा पनि हामीलाई धेरै खुसी लागेको छ। यस्तो मेयर सदा पाइराखौँ हामीले। ल हस् त हस्। ल भिड गर्नु आउनुपर्छ, शनिबार आउनुपर्छ। हस् तपाईँ के छ जस्तो युवकले तपाईँहरूले पनि होइन त्यस्तै राम्रो अझै आउनुपर्छ हाम्रो। ए हस् हस् ओके ल जानुहोस्। ल रातो यहाँ को हुन्छ निकै भिड छ। तपाईँहरू सम्मान गरिसक्नु भएको हो? के गर्नुभयो सम्मान? बिरुवा रोप्यो। हजुर अनार लिएको थिएँ, अम्बक लिएको थिएँ, आँप लिएको थिएँ, धरान प्लान्टहरू लिएको थिएँ। हजुर धरान कतिबाट? म धरान 17बाट। हजुर यो अभियानको बारेमा छोटो के भनिदिनु आफ्नो लागेको मनको कुरा। खासै म त तयारी छैन, फेरि पनि एकदमै रमाइलो लागेको छ आज यहाँ सबैजना धराने जनता भएर हाम्रो धरान हामी नै बनाउने इच्छाले हामी यो अभियान चलाइरहेका छौँ। अझै निरन्तर हामीले दिने नै छौँ। अनि अब अभियानको बारेमा बुझ्नुभयो के हुँदैछ काम भनेर बुझ्नुभयो? हजुर अभियानको एकदम राम्रो तरिकाले अब चल्दैछ। यो खानेपानी धराने जनतालाई खानेपानी खुवाउने अभियान हो नि? हजुर खानेपानी अभियान के बन्दैछ? बिजुली निकाल्ने ठाउँ हेर्नुभयो? हजुर बिजुली निकाल्ने ठाउँ हेऱ्यो। यहाँ ट्याङ्की अब कम्प्लिट हुन लागेको छ, अर्को ट्याङ्की बनाइसकियो। अब यो छिटै यहाँ अर्को प्रोजेक्ट सञ्चालन हुनेवाला छ। ढुङ्गाहरू आज कम्प्लिट गऱ्यौँ। आजको लागि चाहिँ अब ढुङ्गाहरू सकिएर खाजा खुवाएर सबै हामी जनताहरू घरको काममा पनि अब भ्याउनु पर्ने हुन्छ, त्यसरी नै छुट्टी दिनुभयो। जो यो च्यानल हेर्दै हुन्छ उहाँहरूलाई के दिन चाहन्छ मेसेज आफ्नो तर्फबाट? हजुर उहाँहरूलाई पनि अब सबै हामी जनता मिलेर यसरी नै सबै ठाउँ विकास गरौँ। अनि हाम्रो पहिला गाउँ बनाऊ, त्यहाँदेखि देश, त्यहाँ गाउँ बनाऊ, जिल्ला बनाऊ, अञ्चल बनाऊ, त्यहाँदेखि देशै बनाऊ भन्ने हाम्रो अभियान। यो नमुना धरान नमुना जिल्ला बनाऊ भनेर हामी चाहिँ अभियानमा हामी जनता यसरी जुटेका छौँ। अझै हामी जुट्नेवाला छौँ। जबसम्म हाम्रो कम्प्लिट हुँदैन तबसम्म हामी जुटि नै रहनेछौँ, साथ सहयोग दिइरहनेछौँ। आर्थिक भनौँ सबै तरिकाको जो सहयोग गर्नु तयार हुन्छ हरेक ठाउँबाट। हजुर यो अभियानमा एकदम साथ हुन्छ। एकदम यो पानी पनि पर्यो, अब ओत लाग्नुपर्छ। हस् 100% हामी दिनेवाला छौँ। थ्याङ्क यू। हस् धन्यवाद। सुन्नुहोस्। अबदेखि बाख्राहरू आफूले कन्ट्रोल गरौँ। अनि फुल रोपेकोहरू बिरुवा रोपेको भरिसके नखाइदियोस्, किनभनेदेखि यो जनताले रोपेको फुल हो। भोलि पर्सि तपाईँ हामीलाई नै काम लाग्ने हो। आफ्नो बाख्रा आफूले राम्रो चराएर चाहिँ राम्रो हेरेर जानुहोस्। सुन्नुहोस्। सूचना यस एरिया जलधार क्षेत्रभित्र बाख्रा पालक पशु पालकहरूलाई सूचना, यस एरियाभित्र भोलिदेखि बाख्रा गाई बस्तु प्रवेश निवेश गरिएको हुनाले यदि यस निवेशित क्षेत्रभित्र हजुरहरूको चौपाया बाख्रा गाई बस्तुहरू प्रवेश गरेमा सर्वप्रथम हजुरहरूलाई दण्ड स्वरूप 500 रुपियाँ लिनेछ। त्यस पश्चात फेरि पनि अटेर गरेमा चौपायाहरू लगेर
राखिनेछ र पशुधनीहरूलाई झिकाई दण्ड जरिमाना तिराई पुनः कायद गराई छाड्नेछौँ। सूचना 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 बाख्रा वस्तुहरू नछोडिदिनु हुन सूचना।